बस आज चाहिँ हामी बेगनास्थल माझीकुना जान लाग्यो सुरुमा भर्खर उठेको अब सुरुमा यहाँ यतापट्टि च्यानल कस्तो बिरामी भएको भाइ खाइरहेको छ हिजो पानीमा लोड भिजेको थियो त्यही हो अब हामी यहाँबाट आज माझीकुना जान्छौँ उता माझीकुना के भन्छ खै पाइदाले त्यही भन्दै थियो बेगनास्थल सबैभन्दा सुरुमा अब गएर चिया खानुपर्छ खै हामी पामे हो कि कता जाने रे चिया उतै गएर खाने रे केटाहरूले भनेको नाइस रहेछ है ए ल हेर त्यहाँ प्याराग्लाइडिङ देख्यो खतरामाथि उडिरहेको रहेछ यहाँ वेलकम टु सेती भिलेज सेती हामी च्यानो हेरेर छौँ कहाँ बस्ने भइरहेछ त्यो चाहिँ माथि बवाल नाइस लागिरह ल गाइज अब हामी चाहिँ यहाँबाट टक्क लाएर निस्केको चिया चाहिँ खायो अब कल्दी छान्नुपर्छ केटाहरू यहाँबाट भित्र रे तर यतैबाट होला किनभने ठुलो बाटो यतै छ दिदी बेगनास्थल जाने यतैबाट हो है यतैबाट हो रे कहाँ गएको साथी तिमी काठमाडौँ जानु ल के हो हामी त खै के हो चोक तालचोक र तालचोक किन यतैतिर हुनुपर्छ किन भन्दाखेरि अरू एरियाहरूभन्दा यो एरियामा हुनुपर्छ भाइ हेर ल के हो त्यो डाँडाको पछाडि हुनुपर्छ होइन जाउँ हेरौँ होइन त्यसपछि के हुन्छ हेरौँ ल हामी चाहिँ बेगनास्थल चाहिँ त्यहाँ यहीँ तलपट्टिबाट उता जाने रहेछ मान्छे त त्यसकै उतापट्टि छ होइन हामी चाहिँ माझीकुना अरे हामी चाहिँ अब त्यही भएर यता मास्तिर उकालो डाँडा गइरहेछौँ अनि हाम्रो पाइडर भ्लग्सको पनि च्यानल छ पाइडर भ्लग्स भनेर पाइडर दाइको च्यानल सब्सक्राइब गरिदिनु होला तर यता चाहिँ बरु शीतल छ जस्तो लाग्यो यता डेस्टिनेसनमा पुगेपछि भेटौँला नाइस रहेछ नि त दाइ पौडी खेल्नु मिल्दो रहेछ त जाउँ न ल गाइज हामी चाहिँ फाइनल्ली बेगनास्थलमा आइसकेको छौँ अनि हाम्रो गाइजहरू चाहिँ यहाँ हम फालिसक्यो पानी त देख्ने हो पाइर सर त ल बबाल छ है म पनि छिर्नु लाग्यो म पनि गर्नु भयो म पनि छिर्नु पाइर सर चाहिँ अब यतिकै हान्नु लाग्यो अरे ल है त गाइज बोट भटाउँछ म ल बोटसँग रेस ल कस्तो लाग्यो त गाइज ल गाइज अब हामी चाहिँ यहाँ टक्क लाएर निस्केको हामी पाइर पुरै फेरि चिसै कपडामा हुनुहुन्छ आनन्द शीतल भएको छ केटाहरू त्यहाँ माथि पुगिसक्यो ल बाबाई बेगनास्थल त्यही हो अब यहाँबाट हामी निस्किन्छौँ निस्केपछि यहाँबाट अब केही खाजा खान्छौँ गएर अनि त्यसपछि उसमा फेवातालमा गएर बोटिङ सोटिङ यताउति अनि अब उता गएर चिल रमाइलो गर्नुपर्छ है त गाइज गाइज हामी चाहिँ गइरहेको फर्किरहेको छौँ है यो अब अघि बाटो हो ल यही हो बेगनास्थल फेरि कुनै दिन मौका मिल्यो भने आउँला यहाँबाट हामी रुम जान्छौँ अनि केही खाजा केही खान्छौँ है यहाँसम्म रहेछ त यार त्यो हो र ताल केही त होला नि होइन उतापट्टिको भाग आएको होला कि ल ठिक छ राम्रो रहेछ ठाउँ चाहिँ है अहिले हामी बसेको होटल चाहिँ यही हो अनि हाम्रो गेट पाले
मामा घर हो ल गाइस अब हामी चाहिँ टक्क लाएर होइन खाजासाजा पनि खाइयो आएर एकछिन रेस्ट पनि गरियो अब हामी बोटिङ गर्न जानु लाग्यो हो हामी केटाहरू चाहिँ गइसकेको छ म चाहिँ यस्तोमा चाहिँ पुरै यस्तो पारामा हिँड्दा रोइला कस्तो भयो त गाइड भिडियो चलिरहेछ मेरो लाइट पनि बलेन अब ब्याट्री डाउन भएको भएर आर्टिस्ट मोडल ओ आर्टिस्ट वाट्सअप आर्टिस्ट ल त्यही हो गाइज रमाइलो गरियो बोटिङ सोटिङ गरियो अब रुम जाने हो त्यसपछि बिहान निस्किनु छ प्याकिङ स्याकिङ हान्नु पनि हुन्छ आउँदो रहेछ हेर्छ त्यही हो ल बिहान अब छिटै निस्किनु पर्ने हुन्छ अनि यहाँबाट हामी सिधै चितवन जानुपर्ने हुन्छ त्यही भएर आजको लागि यति फेरि भेटौँला गाइस बाइ बाइ